square kilometer area of Nepal. Can you say one of you? नेपालको मण्डलीलाई हामी नयाँ दिशातर्फ हामी गराउन सक्छौँ। हामी सबैको जीवन प्रान्तबाट चरण राख्दै रहन सहनमा बस्नमा सबै कुरोमा व्यवस्था गर्ने उहाँको दिन प्रतिदिनको परिश्रममा तपाईँ आशिष दिनुहुन्छ। पकाइ टुनाइ गर्ने भान्सामा काम गर्ने हरेकको साथमा पनि तपाईँको अगुवाई राख्नुहोस्। हामी यहाँ बसुन्जेल जसरी तपाईँको राज स्वरको मुखबाट वचन सुन्नेछौँ। One more time. Do you love Jesus? Yes. Do you want to follow Jesus? Then you are the disciples of Jesus. And if you are disciples of Jesus, you are born into the kingdom of God as a... Very good. Let's say, I am a missionary. I am a missionary. One more time. I am a missionary. One more time. I am a missionary. प्रार्थना गर्ने हैन हामीले वचनहरु सिक्नु पर्यो हैन र निरन्तरता हामी वचनमा लागेको हुन्छ। र लास्टको पोइन्ट छ भनेपछि हामी कसरी परमेश्वरमाथि हरेक दिन परमेश्वरमा अगाडि बढ्छौँ भनेर छ। अनि हामी कसरी हामी आफ्नो इच्छाले कहिले पनि केही गर्न सक्दैनौँ। विदाउट गड वी क्यान नट डु एनिथिङ। त्यही भएर एभ्रिडे हामी परमेश्वरमा प्रार्थना गर्नुहोस् र गर्नेछौँ कि परमेश्वर हाम्रो दैनिक जीवन कसरी लिड गर्ने भने तपाईँ हाम्रो साथमा हुनुहोस्, किनकि तपाईँ बिना हामी केही पनि गर्न सक्दैनौँ। थ्याङ्क यू। Making. Disciple making. We are having this meeting so that we will make you the disciples of Jesus, getting involved in mission.